खर्च भएको यो सेतो हात्ती पालिरहनु पर्ने के आवश्यकै छैन नि। केन्द्रमा मन्त्री छँदैछन् बाबा, यहाँ चाहिँ भिन्दै मन्त्रीको मागै यही थियो। किन मन्त्री चाहियो भने किन मन्त्री चाहियो बुझ्नु भएन। स्थानीय तह र केन्द्रीय सरकार हुने बित्तिकै त सकिहाल्यो नि। बिचमा अर्को डेलिभरी गर्नका लागि बिचमा अर्को हुलाकी राख्नुपर्ने आवश्यकता छ। स्थानीय सरकारलाई फुल पावर यो त हुलाकी मात्रै राख्यो हो नि त। यो चाहिँ अब अहिलेको सरकारले चाहेर ल प्रदेशलाई खारिज गरौँ भनेर चाह्यो भने सम्भावना छ? किन राष्ट्रिय सभामा रोक्छ। संविधानमा परिवर्तन गर्न सक्ने क्षमता राखिसकेपछि, संसदले राखिसकेपछि यो प्रदेश खारेज भने त ठुलो कुरै भएन नि। संविधानमा का संरचनाहरूमा परिवर्तन गर्ने कुरा हो। नसोचेको चाहिँ जनमत चाहिँ जसरी पहिला पार्टीहरूले गठबन्धन गर्थे, अहिले जनताले गठबन्धन गरे। तपाईँहरूको मिडियाकर्मी तपाईँहरूले वाच गर्नुभयो कि भएन? मैले त के बुझेँ भन्नुहुन्छ भने काङ्ग्रेसको उम्मेदवार गयो भने हो हजुर म त हजुरलाई नै हो भन्ने, एमालेको गयो भने हो हजुर भन्ने, राप्रपा गयो भने हो हजुर त नभई नहुने भन्ने। अनि मनमा के भन्ने पर्खेस् तिमीहरूलाई भन्ने। दुईटै भनेको के हो भने पुरुषलाई महिला र महिला र पुरुष मात्रै बनाउन सक्दैन त्यो सदनले, अरू जम्मै कुरा गर्न सक्छ। बुझ्नु भएन? संविधानमा परिवर्तन गर्नदेखि लिएर जम्मै कुरा गर्न सक्छ। राष्ट्रिय सभाले रोक्छ भन्छन्। राष्ट्रिय सभा संविधानमा परिवर्तन गयो भने राष्ट्रिय सभाको औचित्य कहाँनिर रहन्छ भन्ने कुराको पनि छानबिन हुनसक्छ, त्यहाँ हेरफेर हुनसक्छ। नेपाल जस्तो भू राजनीतिक अवस्था भएको देश जहाँ हाम्रा चाहिँ ठुल्ठुला छिमेकी राष्ट्रहरू छन् र विदेशबाट यो देशलाई खेलाउने कोसिस भइरहेको छ। यहाँ एकजनाको हातमा अधिकार जाने बित्तिकै त्यो मान्छे ती देशहरूको दबावमा आएर हेर्नुहोस्, प्रत्यक्ष राष्ट्रपति होस् वा प्रत्यक्ष प्रधानमन्त्री होस्, हाम्रो जस्तो भू राजनीतिक अवस्था भएको देशमा घातक कुरा हो त्यो। म प्रष्ट रूपबाट भन्न चाहन्छु। किन हो भने सिङ्गो राज्य शक्ति एउटा मान्छेको हातमा आउँछ। अब तर ट्रेन्ड कस्तो छ हाम्रो देशको भने सत्तामा नपुग्दासम्म एउटा कुरा बोल्ने, सत्तामा पुगिसकेपछि व्यवहार अर्को गर्ने जुन परम्परा छ, चरित्र छ हाम्रो विभिन्न पार्टीहरूको, त्यो चरित्र राष्ट्रपालले प्रदर्शन गर्छ कि गर्दैन? अब नेपाली सेनाको सुजूरपूर्ण व्यवहारले गर्दाखेरि त्यो आन्दोलन रोक्यो। जनधनको क्षति त व्यापक भयो। त्यत्रो ठुलो आन्दोलन त 10 वर्ष जनयुद्धमा पनि भएको थिएन, रोकियो। तर जनताको भित्र मनमा भएको कुण्ठा चाहिँ यथावतै थियो कि 6 महिनाभित्र चुनाव हुन्छ भनेपछि ए ल पर्ख्यौ अब हामी देखाउँछौँ तिमीहरूलाई भनेर जनताले त्यो आगो, मनभित्र एउटा आगोको फिलिङ्गो जलाएर राखिराखेका थिए। नमस्कार, कार्यक्रम भित्री कुरामा यहाँलाई हार्दिक स्वागत गर्दछु। म तेज रोकाई। आजको हाम्रो विषयवस्तु छ जसरी अहिले एकाएक सरकार परिवर्तन भयो, एकाएक जनमत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आयो र अबको देशको भाग्य र भविष्य कता जाला, यिनै विषयको सेरोफेरोमा रहेर हाम्रो कुराकानी हुनेछ। हामीसँग हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मुकुन्द श्याम गिरी। आज हामी उहाँसँग विशेष कुरा गर्छौँ। सर नमस्कार, स्वागत छ। आराम हुन्छ? ठिकै छ। अहिलेको जसरी एकाएक चाहिँ बदलिँदो यो देशको राजनीतिदेखि लिएर जनमत भनौँ, समग्रमा जनमत, यो चाहिँ कसरी हेर्नु भएको छ यसलाई? जी यो समग्रमा हेर्दाखेरि अनएक्सपेक्टेड देखिन्छ सामान्य आँखाले हेर्दा। तर यो परिस्थितिको सिर्जना भएको चाहिँ 2063 सालदेखि यतातिर चाहिँ यो परिस्थितिको सिर्जना हुने आभास भइसकेको थियो। बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि एउटा गतिमा देश थियो, संवैधानिक राज संस्था जनताले मानेका थिए, संविधानमा त्यो व्यवस्था थियो। 50-51 को माओवादी जनयुद्धको सुरुवात पछाडि जुन देशले एउटा नयाँ कोर्समा जाने अवस्था सिर्जना भयो र माओवादी जनयुद्धको 10 वर्ष वितण्डापछि जुन प्रकारले सरकार परिवर्तन हुने, सरकार एकमना सरकार बन्न नसक्ने, जनतालाई जुन सपना बाँडिएका थिए ती सपनाहरू पुरा नहुने र पुरा गर्न पार्टीहरूले नचाहने जुन परिस्थिति बन्न गयो, त्यसबाट जनताहरूले हरेक वर्ष हरेक चुनावमा एउटा नयाँ आशाको दियो बाल्दै काङ्ग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरूलाई पटक पटक अवसर दिए। ती सबै अवसरको दुरुपयोग भयो। नेपाली जनताले
लाई जुन सपना बाँडियो र नेपाली जनताको जुन चाहना थियो त्यो चाहना पुरा हुने कुरा भएन। म्युजिकल चेयरको रूपमा कुर्सीलाई लगियो अथवा सत्तालाई लगियो। काङ्ग्रेस एमाले माओवादी मधेसवादी पार्टीहरू र पछिल्लो चरणमा केही अन्य साना पार्टीहरू पनि मिसिएर सरकारमा जाने, आफ्नो स्वार्थ पूर्ति गर्ने, पदीय हैसियत बनाउने, आफ्नो गुट र उपगुटहरूलाई पोस्ने र राज्यका साधन स्रोतहरूलाई दुरुपयोग गर्ने र समग्र जनताको आवश्यकता के छ, जनताका सामान्य निड्सहरू कसरी पुरा गर्नुपर्छ भन्नेतिर चाहिँ ध्यान नदिएका कारणले जनतामा एक किसिमको आक्रोश बढ्दै गइरहेको थियो। त्यो आक्रोशलाई कहाँ विसर्जन गर्ने भन्ने चाहिँ एक दुई पटक प्रयासहरू भए। जस्तो तपाईँको सानातिना आन्दोलनहरू हुने, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हाम्रै पार्टीले पनि एकपटक आन्दोलन गर्ने कुरा गर्यो र जनताले आशाको नजरले हेरे राप्रपाले अब आन्दोलन गर्छ र त्यो आन्दोलन साथ दिनुपर्छ भन्ने गाउँ गाउँबाट पनि एउटा मान्छेको धारणा बनाएको थियो। तर राप्रपाले त्यो आन्दोलनलाई मूर्त रूप दिन सकेन। हामी अलिकति पछाडि पऱ्यौँ। त्यसले गर्दा फेरि निराशामा परिणत भयो र गएको भदौ 23-24 गते जुन जेनजी आन्दोलन भयो त्यो जेनजी आन्दोलनमा यो प्रस्फुटन हुन गयो। तर नेपाली सेनाको सुजूजपूर्ण व्यवहारले गर्दाखेरि त्यो आन्दोलन रोकियो। जनधनको क्षति त व्यापक भयो। त्यत्रो ठुलो आन्दोलन त 10 वर्ष जनयुद्धमा पनि भएको थिएन। रोकियो। तर जनताको भित्र मनमा भएको कुण्ठा चाहिँ यथावतै थियो कि 6 महिनाभित्र चुनाव हुन्छ भनेपछि ल पर्ख्यौ, अब हामी देखाउँछौँ तिमीहरूलाई भनेर जनताले त्यो आगो, मनभित्र एउटा आगोको फिलिङ्गो जलाएर राखिराखेका थिए, जसलाई अहिले ब्यालेटमा क्रान्ति गरेको भन्छु म यसलाई। ब्यालेट बक्सभित्र जनताले क्रान्ति गर्यो। यो क्रान्तिले ती शक्तिहरू जसले चाहिँ नेपाली जनताको अभिमतको दुरुपयोग गरेका थिए ती सबै शक्तिहरूलाई बढायो र यो परिणामको प्रतिफल त्यसैले ल्याएको छ। धेरै ठुला राजनीतिक दलहरू भनिने जस्तै काङ्ग्रेस, एमाले, माओवादी सबैको जनमत घटेर अहिले चाहिँ एकदमै एकाएक चाहिँ नसोचेकै कुनै पनि तपाईँको चुनावको अघिल्लो दिनसम्म पनि नसोचेको चाहिँ जनमत चाहिँ जसरी पहिला पार्टीहरूले गठबन्धन गर्थे अहिले जनताले गठबन्धन गरे। तपाईँहरूको मिडियाकर्मी तपाईँहरूले वाच गर्नुभयो कि भएन? मैले त के बुझेँ भन्नुहुन्छ भने काङ्ग्रेसको उम्मेदवार गयो भने हो हजुर म त हजुरलाई नै हो भन्ने, एमालेको गयो भने हो हजुर भन्ने, राप्रपा गयो भने हो हजुर त नभई नहुने भन्ने, अनि मनमा के भन्ने पर्खेस तिमीहरूलाई भन्ने, सबैलाई माला लगाइदिने। जनताले विकल्प खोजेको, अबिर लगाइदिने, माला लगाइदिने, खादा लगाइदिने, फोटो खिच्ने, म तिम्रै हो भन्ने आभास दिने, तर पख भनेर मनमा राख्ने। त्यसरी मानिसहरू उम्मेदवारहरू सबै भ्रममा परे, मलाई नै गर्छन् क्यारे भन्ने ठाने। तर भित्र मनमा चाहिँ प्रतिशोधको भावना थियो। तिमीहरूले गरेको गलत कुराको परिणाम हामी देखाउँछौँ भन्ने भावना हरेक नेपालीले राख्यो, बुझ्नु भएन? नभए यत्रा ठुला पार्टीहरू जसले 30औं वर्ष होइन 50औं वर्ष सत्ता सञ्चालन गरेर आएका छन् नि, काङ्ग्रेस लगायतका पार्टीहरू होइन, एमाले लगायतका पार्टीहरू, पछिल्लो चरणमा माओवादी त सत्ताकै सेरोफेरोमा घुमिराखेका छ नि। त्यसले सदुपयोग गरेको भए आज जनताले यसै धोका दिन्थ्यो र। यो अब अहिले तपाईँको अहिले जुन अब सरकार बन्दै झन्डै यो 2/3मै पुग्छ जस्तो छ अहिले सम्भावना त्यसरी नै बढेर गएको छ। तर अब के होला भन्ने जनताले एउटा चाहिँ जनताले चाहिँ कुन हिसाबले उहाँहरूलाई निर्वाचित गर्नुभयो अथवा मत प्रकट गर्नु भएको छ भने विचार सिद्धान्त भन्दा पनि विकल्पमा राखे जस्तो पनि लाग्छ। होइन, वैकल्पिक शक्ति नै खोजे हो जनताले। र अब चाहिँ जनताको इच्छा अनुसार देशले चाहेको भविष्य अनुसारै चाहिँ काम गर्न सक्ला जस्तो लाग्छ। अब कस्तो छ भन्नुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी जसले यो देशको अहिले लिडिङ पार्टीको रूपबाट आउन खोजिरहेछ, म उहाँहरूलाई शुभकामना बधाई दिन चाहन्छु। र बढी सङ्ख्या चाहिँ युवाहरूकै छ त्यसमा देखिन्छ र धेरै ठुलो आशा गरेर नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले विश्वास गरेको अवस्था देखिया छ। अब तर ट्रेन्ड कस्तो छ हाम्रो देशको भने सत्तामा नपुग्दासम्म एउटा कुरा बोल्ने, सत्तामा पुगिसकेपछि व्यवहार अर्को गर्ने जुन परम्परा छ, चरित्र छ हाम्रो विभिन्न पार्टीहरूको, त्यो चरित्र राष्ट्रपालले प्रदर्शन गर्छ कि गर्दैन अब त्यहाँनिर हेर्न बाँकी छ। यस्तो खालको अभिमत 2048 सालमा काङ्ग्रेसले प्राप्त गरेको थियो। 2/3 त भएन, झन्डै 2/3 नजिक पुगेको थियो, बहुमतको सरकार थियो। त्यसपछि बिचमा एकचोटि माओवादीले पनि
64 करिब करिब नजिकै पुग्यो, सबभन्दा लार्जेस्ट पार्टी बन्यो, बुझ्नुभयो, बन्यो, बहुमतको नजिक पुग्यो। त्यसपछिको यो नै हो। अहिले त बहुमत मात्र होइन, 2/3 पुग्ने सम्भावना छ। 2/3 भनेको के हो भने पुरुषलाई महिला र पुरुष मात्रै बनाउन सक्दैन त्यो सदनले, अरू जम्मै कुरा गर्न सक्छ, बुझ्नु भएन। जस्तै माथिल्लो राष्ट्रिय सभाले के गर्छ, संविधानमा परिवर्तन गर्नदेखि लिएर जम्मै कुरा गर्न सक्छ। राष्ट्रिय सभाले रोक्छ भन्छन्। राष्ट्रिय सभा संविधानमा परिवर्तन गयो भने राष्ट्रिय सभाको औचित्य कहाँनिर रहन्छ भन्ने कुराको पनि छानबिन हुनसक्छ, त्यहाँ हेरफेर हुनसक्छ, बुझ्नु भएन। संविधानमा परिवर्तन गर्न सक्छ। 2/3 त संविधान परिवर्तन गर्न सक्छ। राष्ट्रिय सभामा रोकिन्छ, राष्ट्रिय सभाले अड्काउँछ, त्यो होइन। अप्पर हाउस रहला, अप्पर हाउस राख्नुपर्छ, एउटा चेक एन्ड ब्यालेन्स पनि चाहिन्छ। तर विज्ञहरू राख्ने भनेर बनायो नि त। विज्ञहरू राख्ने, उमेर पुगेका पाका मान्छेहरू राख्ने भनेर बनाएको ठाउँमा आफ्ना पार्टीका झोलेहरू, आफ्ना गर्लफ्रेन्डहरू, आफ्ना सम्धी, आफ्ना जुवाई लिएर राखेका छन्। अब सुन्नुहोस् है, अब त्यो स्थितिमा परिवर्तन गरेर विज्ञ मान्छेहरू, अनुभवी मान्छेहरू र दक्ष मान्छेहरू जो राष्ट्रवादी छन्, राष्ट्रियताले ओतप्रोत छन्, जसले देशका बारेमा सोच्न सक्छन्, चोखो मान्छे र क्षमतावान मान्छेहरूलाई राष्ट्रिय सभामा पुर्याउन सक्यो भनेदेखि त त्यो त बाधक बन्न सक्दैन नि। राष्ट्रिय हितमा काम गर्छ होइन। तपाईँको प्रदेश सभाले ल्याएको कुरालाई राष्ट्रिय सभाले पास गर्नुपर्ने स्थिति हुने अथवा रोक्नुपर्ने भयो भनेदेखि त विवाद सुरु भइहाल्यो नि, होइन। प्रदेश सभाले पनि गलत कुरा ल्याएर आउनु भएन र राष्ट्रिय सभाले पनि रोक्ने कुरा गर्नु भएन। तर अहिलेको विधानअनुसार कस्तो छ भने करिब 2 महिनासम्म चाहिँ त्यो एजेन्डा राष्ट्रिय सभा आइसकेपछि स्वतः फेरि फिर्ता पठाउनु पर्ने हुन्छ। उसले केही गर्न सक्ने पनि छैन, छलफल गर्न सक्छ, आफ्नो राय राख्न सक्छ, तर प्रदेश सभाले पास गरिदिन सक्छ, सिधै राष्ट्रपति कहाँ जाने पनि हुनसक्छ। त्यो प्रावधान पनि अहिले छ। त संविधानमा पनि परिवर्तन होला र गर्नुपर्ने छ। यो राष्ट्रिय सभाको काम राष्ट्रपतिले पनि गर्न पाउने छ। राष्ट्रिय सभामा आएको प्रस्ताव फिर्ता भयो भने 2 महिना लगभग, मैले ठ्याक्कै समय मलाई याद भएन, सर्टेन समय त्यहाँ छलफलका लागि राखिसकेर केही निर्णय दिन सकेन भने त्यहाँबाट स्वतः राष्ट्रपति कहाँ पठाउनुपर्छ अथवा प्रदेश सभामा फिर्ता पठाउनुपर्छ, बुझ्नु भएन। त्यहाँ रोकिराख्न पाइँदैन, अड्काइराख्न पाइँदैन। जसरी राष्ट्रपति कहाँ लालमोहर लगाउनका लागि पठाएको विधेयक सर्टेन समयभित्र लालमोहर लागेन भने स्वतः त्यो चाहिँ संसदमा फेरि फिर्ता पठाउनु पर्ने हुन्छ अथवा लालमोहर लगाएर सरह हुन्छ। त्यस्तो खालको प्रावधान छ नि त। त्यसले गर्दाखेरि ती प्रावधानहरू नागेर जानुपर्ने अवस्था छ। तर कुरा के छ, राष्ट्रिय हित विपरीत काम गर्ने, मैले अघि नै भने नि, महिलालाई पुरुष र पुरुषलाई महिला मात्रै बनाउन सक्दैन, अरू जम्मै कुरा गर्न सक्छ, बुझ्नु भएन। 2/3 बहुमतले। मैले यहाँ एउटा चाहिँ तपाईँको जिज्ञासा के छ भने जसरी जेनजीहरूको आन्दोलन सुरु भयो, त्यो करिब 75 जना मान्छेको मृत्यु भयो र उहाँहरूको माग पनि थियो प्रदेश खारेज, होइन, त्यस समग्रमा सङ्घीयता खारेज भनेको प्रदेश खारेजको मुद्दा थियो। त्यसपछि संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारीको मुद्दा, भ्रष्टाचारको सुशासनको कुरा थियो। यो चाहिँ अब अहिलेको सरकारले चाहेर ल प्रदेशलाई खारेज गराउँ भनेर चाह्यो भने सम्भावना छ? किन नहुनु? संविधान राष्ट्रिय सभामा रोक्छ। संविधानमा परिवर्तन गर्न सक्ने क्षमता राखिसकेपछि, संसदले राखिसकेपछि यो प्रदेश खारेज भने त ठुलो कुरै भएन नि। संविधानमा का संरचनाहरूमा परिवर्तन गर्ने कुरा हो, धाराहरूमा परिवर्तन गर्ने कुरा। तर जनअभिमत लिनुपर्ने होला अथवा जनताको भावना पनि लिनुपर्ने होला। अहिले चलिरहेका प्रदेश सरकारहरू छन्, प्रदेश संसदहरू छन्, होइन, तिनलाई कसरी गर्ने, के गर्ने, एउटा विज्ञ टिम बसेर, होइन, सबैलाई सहमत हुने गरी एकदमै ठुलो 145 जनाको संसदै ठुलो भएर देशै लुटियो भनेर त्यत्रो आन्दोलन भए। 800 सांसद, त्यत्रा मन्त्री, यत्रा चाहिँ सारा साधन स्रोत सम्पूर्ण जनप्रतिनिधिका लागि खर्च भएको। यो सेतो हात्ती पालिरहनु पर्ने के आवश्यकै छैन नि। केन्द्रमा मन्त्री छँदैछन् बाबा, यहाँ चाहिँ भिन्दै मन्त्री। किन मन्त्री चाहियो भने, किन मन्त्री चाहियो, बुझ्नु भएन। स्थानीय तह र केन्द्रीय सरकार हुने बित्तिकै त सकिहाल्यो नि। बिचमा अर्को डेलिभरी गर्नका लागि बिचमा अर्को हुलाकी राख्नुपर्ने आवश्यकता छ। स्थानीय सरकारलाई फुल पावर, यो त हुलाकी मात्रै राख्यो हो नि त। यहाँबाट पठाएको चाहिँ त्यहाँ लिएर स्थानीय सरकार, के अर्थ छ त्यसको? के मतलबै छैन। यसलाई हटाउनु नै पर्ने हो। यो हटाउनु पनि पर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको त यो मागै हो, हामी यसलाई हटाउनुपर्छ भन्छौँ। तर हटाउने नाममा जबरजस्त गर्ने भन्दा पनि सबैलाई सहमत गराएर ल्याएर गर्न सक्यो भने एउटा कुरा। दोस्रो कुरा, तपाईँले अघि नै भन्नुभयो अब यत्रो बहुमत प्राप्त गरेपछि के होला। हेर्नुहोस्,
देश सञ्चालन गर्न भनेको कुरा सानोतिनो कुरा छैन। एउटा घर सञ्चालन गर्नु पनि मान्छेलाई गाह्रो छ। भावावेशमा आएर, उत्तेजनामा आएर, लहरमा आएर देश सञ्चालन हुन सक्दैन। हरेक कुरालाई विज्ञ टिम बनाएर छलफल गरेर हाम्रा धेरै समस्याहरू छन्। हाम्रा ठुल्ठुला छिमेकीहरू छन्, जस्तै भारत, जस्तै चीन र टाढाबाट अमेरिका जस्तो देश, युरोपियन युनियन जस्ता त्यस्ता शक्तिहरू नेपालको अहिलेको यो परिस्थितिलाई हेरिरहेका छन्। हाम्रो भू राजनीतिक परिस्थिति कस्तो छ भनेदेखि ठुल्ठुला देशको चपेटामा हामी छौँ, बुझ्नुभयो नि। यतातिर भारत, यता चीन र अमेरिका। अहिले फेरि भू राजनीतिक परिस्थिति बदलिएको छ। मिडल इस्टमा त्यत्रो हङ्गामा मच्या छ, होइन? यो परिस्थितिमा नेपाल एउटा कमजोर धरातल छ हाम्रो। यो कमजोर राजनीतिक धरातल भएको बेलामा ठुला वैदेशिक शक्तिहरू नेपालमा आएर जम्न चाहिरहेका छन्, यहाँ अडान लिन चाहिरहेका छन्। यहाँ बसेर अरू शक्तिहरूसँग, होइन, दक्षिण पूर्व एसियाका चाहिँ यी देशहरूसँग अथवा यो दक्षिण एसियाका चाहिँ देशहरूमा आफ्नो दबदबा फैलाउन खोजिरहेका छन्। तिनीलाई आउने वातावरण यदि बनाएर फेरि यो चाहिँ विदेशीहरूको चाहिँ चलखेलको सेन्टर हुन खोज्यो भने आम नेपाली जनताले फेरि विद्रोह गर्नुपर्ने दिन पनि आउन सक्छ। त्यसमा अहिले आएको चाहिँ रासपाको सरकार जब भन्दैछ, उहाँहरूले एकदम सचेततापूर्वक हरेक कदम फुकी चाल्नुपर्ने अवस्था छ। हेर्नुहोस्, वैदेशिक शक्तिको चलखेल भएकै कारणले नेपालमा काङ्ग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरू उनीहरूको चलखेलको गोटी बनेका कारणले आज यो परिस्थिति सिर्जना भएको। हाम्रो आफ्नो संस्कृति, हाम्रो आफ्नो धर्म, संस्कार, संस्कृति र मेरुदण्डको रूपबाट रहेको राज संस्थालाई पाखा लगाए, जो एउटा राष्ट्रियताको धरोहर थियो, त्यो संस्थालाई पाखा लगाएको कारणले यो अस्थिरताको स्थिति सिर्जना भएको। यस्तो परिस्थितिमा अहिले चाहिँ रासपा आइराखेको छ कि यतातिर तपाईँको यो खाडी मुलुकहरूमा त्यत्रो युद्धको चपेटा भइरहेको छ, देश आर्थिक अवस्थामा कमजोर छ, रेमिटेन्स आउने सम्भावना घटेर गइसक्यो। त्यो तपाईँको खाडी मुलुकहरूमा चाहिँ भएको युद्धको कारणले रेमिटेन्स आएन भनेदेखि हाम्रो आय स्रोतको बाटो छैन, होइन? हाम्रो निर्यात गर्ने कुनै किसिमको सामग्री छैन, खालि आयातको भरमा हामी बाँचिरहेका छौँ। अर्थतन्त्र एकदमै कमजोर अवस्था छ। हुन त पैसा हाम्रो चाहिँ अहिले ब्याङ्कमा तरलता छ भन्छन्, तर त्यो होइन। आय स्रोत भएन भनेदेखि त्यो पैसाले कति पुग्छ, होइन? त्यो स्थितिमा छ। अर्थतन्त्र नै डामाडोल भएको अवस्थामा अहिले सरकार चलाउनु पर्ने परिस्थिति सिर्जना भएको बेलामा रासपाले यदि बुद्धिमत्तापूर्ण तरिकाले काम गर्न सकेन भने 6 महिनाभित्र जनताले फेरि आन्दोलन गर्नुपर्ने स्थिति पनि सिर्जना हुनसक्छ। त्यसैले अब एउटा राजनीतिक कर्मीको नाताले र यो अहिलेको परिवर्तनमा उहाँहरू आएकोमा मलाई पनि एक प्रकारले खुसी नै लागेको छ, किनभने नेपाली जनताले परिवर्तन खोजेका थिए। हाम्रै पार्टी आउनु पर्थ्यो, तर हामी कमजोर भयौँ। हाम्रो चाहिँ नेतृत्वले समयमा अनुकूल वातावरण सिर्जना हुन खोजिरहेको बेलामा हामी त्यसमा चुक्यौँ। हामी आन्दोलनमा सरिक हुन सकेनौँ, नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्न सकेनौँ, सरकारमा जाने जस्ता गलत कामहरू गऱ्यौँ, जसका कारणले जनताले हामीलाई विश्वास गरेन। समस्या यहाँनिर एउटा अर्को समस्या के छ भने सबैभन्दा ठुलो समस्या भनेको देशमा भएको भ्रष्टाचार नै हो, ब्युरोक्रेसी। अब यो प्रत्येक पटक निर्वाचित हुने सांसदहरू सबै पार्टीले चाहिँ यसलाई नै कन्ट्रोल नियन्त्रण गर्छु भनेर जनाउँछ र अहिले पनि त्यही स्थितिमा रासपा छ। समग्रमा जेनजीको माग पनि प्रमुख मागमध्ये त्यो हो। र अब अहिलेको यो रासपा सरकारले तिनी मुद्दामा उठान गर्न थाल्यो भने, जस्तै भ्रष्टाचारको कुरा अथवा सम्पत्ति छानबिनको कुरामा सुरु गर्यो भने सबैभन्दा प्रमुख राजनीतिक दलका प्रमुख व्यक्ति पर्ने सम्भावना छ। यो एक्सनमा जाँदाखेरि चाहिँ त्यसपछि देशमा के हुनसक्छ त? फेरि विद्रोह हुने सम्भावना पनि केही पनि हुँदैन। केही पनि किन हुँदैन भन्नुहुन्छ भने अब छानबिन मुख्य रूपबाट चाहिँ निष्पक्ष छानबिन हुनु पर्यो हरेक कुराको। प्रतिशोधको भावनाले होइन कि गलत गरेछ भने आफ्नै मान्छेलाई पनि छानबिनको दायरामा ल्याउन सक्नु पर्यो। 2046 पटक छानबिन आयोगहरू पनि गठन भयो र तिनका चाहिँ प्रतिवेदनहरू प्रस्तुत गर्ने लागू नहुने भएको छ। अब हात्तीछाप चप्पल लाएर गएका मान्छेहरू अहिले आलिसान महलमा बस्ने र आलिसान जिन्दगी बिताइरहेका छन्। त्यसको आय स्रोत कहाँ छ, के हो? ती कुराहरूको छानबिन हुने कि नहुने? देश त भ्रष्टाचारकै कारणले यो गतिमा पुग्यो हो नि त। शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरेकै कारणले यो गतिमा पुग्यो हो। यसको छानबिन त हुनु जरुरी छ। सम्भावना कतिको छ? एकदमै सम्भावना छ र निष्पक्ष छानबिन हुनुपर्छ। मैले अघि नै भन्छु, प्रतिशोधको भावनाबाट छानबिन हुनु हुँदैन। निष्पक्ष छानबिन गरेर छानबिनको दायरामा ल्याउनै पर्ने हुन्छ। ल्याइसकेपछि
नेपाली जनताले पनि सन्तोषको सास फेर्नेछन्। एउटा कुरा म त उहाँहरूलाई 3टा विषयमा सुझाव दिन चाहन्छु। सबभन्दा पहिलो कुरा, अहिले बहुमतको सरकार उहाँहरूको बन्यो भने सबभन्दा पहिलो संविधानमा परिवर्तन गरेर संहितालाई उहाँहरूले खारेज गर्ने वातावरण सिर्जना गर्नुपर्छ, पहिलो कुरा। दोस्रो कुरा, अहिले यो भ्रष्टाचार सम्बन्धी जति पनि मुद्दाहरू छन् ती मुद्दाहरूलाई निष्पक्ष तरिकाले छानबिन गरेर यसको किनारा लाउनुपर्छ र दोषीलाई सजायको कठघरामा ल्याउनु पर्ने हुन्छ। बुझ्नुभयो? तेस्रो कुरा, अहिले तपाईँले अघि पनि कुरा निकाल्नु भएको थियो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अथवा राष्ट्रपति। प्रधानमन्त्री त बालेनजी हुने भयो, अब एक प्रकारले भनौँ न संसदीय पद्धति अनुसारै हुने भयो। अब प्रत्यक्ष राष्ट्रपतिको कुरा पनि हेर्नुहोस्, प्रत्यक्ष राष्ट्रपति होस् वा प्रत्यक्ष प्रधानमन्त्री होस्, हाम्रो जस्तो भू राजनीतिक अवस्था भएको देशमा घातक कुरा हो त्यो। म प्रष्ट रूपबाट भन्न चाहन्छु। किन हो भने सिङ्गो राज्य शक्ति एउटा मान्छेको हातमा आउँछ। बुझ्नुभएन? त्यो मान्छे कार्यकारी अधिकार सम्पूर्ण एउटा मान्छेको हातमा आउँछ। त्यसलाई कसरी विकेन्द्रित हुन्छ भन्छ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको हातमा अथवा प्रत्यक्ष निर्वाचित कार्यकारी नै बनाउने हो भने त प्रधानमन्त्रीको हातमा भएन नि त। कार्यकारी प्रमुख बनाउने हो राष्ट्रपतिलाई, राष्ट्रपति प्रत्यक्ष बनाउने हो भने के अर्थ भयो त्यो बनाएको त? उसको कार्यकारी अधिकार हुनु पर्यो नि त प्रत्यक्ष हुने हो भने त। प्रत्यक्ष निर्वाचित भइसकेपछि जनताको अभिमत भइसकेपछि ऊ त कार्यकारी हुनु पर्यो कि कार्यकारी राष्ट्रपति भन्नु पर्यो? त्यो पनि घातक हो। कार्यकारी प्रधानमन्त्री भन्ने हो भने पनि घातक हो। किन हो भन्नुहुन्छ भने संसारका कुनै पनि देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छैन, कार्यकारी प्रमुख छैन। हेर्नुहोस् है, तपाईँको इजरायलले 3 वर्ष ट्राई गर्यो, इजरायल फेल भयो। त्यसमा जापानले प्रयास गर्यो, फेल भयो। इटालीले प्रयास गर्यो, फेल भयो। 4-5वटा मुलुकमा यसको युक्रेन पनि प्र्याक्टिस भएको छ तर सफल हुन सक्दैन भनेर सबै ठाउँ असफल भइसक्यो। नेपाल जस्तो भू राजनीतिक अवस्था भएको देश जहाँ हाम्रा चाहिँ ठुल्ठुला छिमेकी राष्ट्रहरू छन् र विदेशबाट यो देशलाई खेलाउने कोसिस भइरहेको छ, एकजनाको हातमा अधिकार जाने बित्तिकै त्यो मान्छे ती देशहरूको दबावमा आएर दबावमा परेर उसले गलत निर्णय गर्यो भने देश कहाँ पुग्छ? गलत निर्णय गर्न सक्दैन भन्ने कुरा छैन। लेन्डुप दोर्जेले 2033 सालमा सिक्किमलाई भारतमा विलय गराउने निर्णय गराए, जबकि त्यो त सदनबाट पास गराएको छ चाहना लेन्डुप दोर्जेको भएर लेन्डुप दोर्जेलाई प्रयोग गरियो। त्यही खालको परिस्थिति सिर्जना गर्नलाई विदेशीको एजेन्डा हो यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशीको एजेन्डा हो। हालाकि हाम्रो पार्टीमा पनि यो कुरा निक्ल्यो, हाम्रो पार्टीका नेताहरूले पनि यो कुरा बोले, तर अस्तिको कार्य सम्पादन समितिको बैठकका राप्रपा कार्य सम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको घोषणापत्रमा राख्न दिएन, हुँदैन भन्यो र हामीले राख्न छोड्यौँ त्यो कुरा। त्यस्तै अन्य पार्टीहरूले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु हुँदैन भन्ने पक्षमा काङ्ग्रेस पनि एमाले पनि यी पार्टीहरूले प्रत्यक्ष बनाएको छैन नि, किन यो कुरा बुझेर बनाएको छैन। बुझ्नुभएन? नयाँ आउने केही मान्छेहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेर जनतालाई यो मिठो चिज हो भने जस्तो गरेर घुसाउनु खोजेर ल्याए जस्तो भएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेको घातक हुन्छ हाम्रो जस्तो देशमा। बुझ्नुभएन? त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा जानु हुँदैन। अब मेरो त सुझाव के छ उहाँहरूलाई भने यदि 30 देखि 50 वर्ष राष्ट्रपाले यो देशमा शासन सत्ता सञ्चालन गर्ने र देश निर्माण गर्ने हो भने अब विवाद राख्नु हुँदैन, द्वन्द्व राख्नु हुँदैन, विवाद राखिरहने परिस्थिति सिर्जना गर्नु हुँदैन। हेर्नुहोस्, नेपाल 83% हिन्दूहरूको देश हो, हिन्दू बाहुल्यता भएको देश हो। हालाकि अहिले धर्मनिरपेक्षता भनिएको छ। हिन्दू बाहुल्यता भएको देश, संसारको मानचित्रमा एउटा मात्र हिन्दू राष्ट्र नेपाल हो, हिन्दू राजा भएको देश हो। संसारमा कति देशमा मुस्लिम राजाहरू छन् हेर्नुहोस् त, क्रिस्चियन राजाहरू भएको देश पनि छ नि, छन्। तर एउटा मात्रै 1 अरब 40 करोड हिन्दूहरू भएको संसारमा एउटा मात्रै हिन्दू राजा थियो। के बिरा थियो? त्यो त कल्चरल राजा। संसारका मान्छेले हिन्दू राजाको कल्चर हेर्न पनि डलर तिरेर आउँछन् नि हेर्नु त। हामीलाई त्यो त आय स्रोतको बाटो पनि हुन्थ्यो नि, बुझ्नु भएन? हाम्रो कल्चर हेर्न आउँछ नि। एउटा मेरो त सुझाव के छ, उहाँहरूले मान्ने नमान्ने उहाँहरूको कुरा हो। अब उहाँहरूले गर्नुपर्ने आलङ्कारिक भए पनि संवैधानिक राज संस्था एउटा स्थापना गरेर जति पनि भ्रष्टाचारका मुद्दा छन् यिनीहरूलाई किनारा लगाएर संहितालाई खारेज गरेर विकासको गति अगाडि बढ्ने गरी अगाडि बढाएर शिक्षा र स्वास्थ्य दुईटैमा निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यको वातावरण बनाएर गरिबका छोराछोरीले पनि पढ्न पाउने र जुनसुकै गरिबले पनि
निशुल्क उपचार गर्न पाउने भयो र आफ्नो देशमा केही गरेर खान्छु भने रोजगारीको सानो पनि व्यवस्था गर्न सक्यो भने 50औं वर्ष यो पार्टीले सत्ता सञ्चालन गर्न सक्छ। यदि त्यो गरेन र आफ्नै रवैयाबाट अथवा विदेशीको चालमा विदेशीको खेलमा गर्न थाल्यो भनेदेखि यो फेरि परिवर्तन हुने केही बेरै लाग्छ। हामीले समय दिनुभयो यहाँलाई। हुन्छ तेजी, धेरै धेरै धन्यवाद।